नमस्ते काशीले सम्पूर्णमा वेलकम युट्युब च्यानल तपाईहरु सम्पूर्णलाई 2081लाई बाइ बाइ गर्दै 2082लाई सम्पूर्ण देश र विदेशमा छरेर रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई नयाँ वर्षको धेरै धेरै शुभकामना दिन चाहन्छु र आज चाहिँ नयाँ वर्ष स्पेशलमा चाहिँ अन्त टाढा काहीँ पनि गएको छैन हैन हाम्रो चिचिला गाउँपालिकामा अवस्थित धार्मिक पर्यटकीय स्थलहरूमध्ये जुन चाहिँ चिचिला गाउँपालिकाभित्र पर्ने बलुथाम डाँडामा चाहिँ आएर चाहिँ आज हाम्रो चाहिँ नयाँ वर्ष मनाउने चमत्कार गरिरहेका छौँ र हजुरहरूलाई पनि यहाँ आउनु भएको छैन भने कृपया आउनु होला यहाँको ठाउँहरू चाहिँ एकदमै राम्रो छ हैन वातावरण एकदमै राम्रो छ र म चाहिँ हजुरहरूलाई चाहिँ यहाँको भ्यूहरू चाहिँ देखाउने कोसिस गर्नेछु सो मेरो च्यानललाई हेर्दै जानु होला साथीहरू अब चाहिँ हामी चाहिँ घर जाने तर्फमा छौँ होइन यहाँ आएर फोटोसोटो भिडियोहरू सबै बनाइसकेँ अब चाहिँ जाने तर्फमा छु हेर्दै गर्नु होला आजको चाहिँ बाटो यात्रा चाहिँ एकदमै गाह्रो थियो साथीहरू होइन उकालो थियो नि त जाँदाखेरि चाहिँ भिडियो बनाउने भन्ने त्यो प्लानै भए त्यसो भिडियो बनाउँथ्यो बोल्नै नसक्ने अवस्था थियो क्या होइन त्यही भएर अब चाहिँ हामी चाहिँ जाँदैछौँ होइन यस्तै छ साथीहरू होइन एकदम दुःख कष्ट गरेर आइपुगेको थियौँ अनि यसो हामी चाहिँ यहाँनिर चाहिँ बस्यौँ इन्जोय गऱ्यौँ होइन अब चाहिँ जाने तर्फमा छु यस्तो छ क्या साथीहरू बाटो उकालो रहेछ होइन तर एकदमै धेरै रमाइलो क्या होइन यो बाटो एकदम शान्त होइन एकदम अब उकालो हिँड्न नसक्नेहरूलाई त एकदमै गाह्रो नै हुन्छ होइन तर जस हिँड्ने बानी भएकोलाई चाहिँ त्यस्तो गाह्रो चाहिँ नहुने रहेछ क्या मलाई चाहिँ जस्तो गाह्रै भएको थियो एकदम धेरै उकालो थियो नि त अनि त्यही भएर आउँदाखेरि चाहिँ खासै भिडियो पनि बनाउन पाएन सो अहिले चाहिँ यहाँनिर चाहिँ गुराँसको बोटहरू चाहिँ एकदमै धेरै रहेछ है तपाईँहरू आउनु सक्नुहुन्छ म चाहिँ फर्स्ट टाइम आएको एकदमै राम्रो रहेछ ठाउँ होइन हाम्रो नयाँ वर्ष चाहिँ यसरी नै बित्यो साथीहरू तपाईँहरूको चाहिँ कसरी बित्दैछ होइन एकदम रमाइलो भयो होला हामी चाहिँ खासै टाढो पनि जानु पाएनौँ नजिकै एकदमै रमाइलो भइरहेको छ चाहिँ 82 सालको सुरुवातमै फर्स्ट ब्लग हालेको छु चटपटेवाला दाइहरू त्यहाँ सब्सक्राइब गरिदिनु त्यहाँनिर चाहिँ फोटो खिच्न भनेर टन्नै हुनुहुँदो रहेछ होइन दामी
बाटो चाहिँ एकदमै बवाल छ होइन। आम्मामा आजको यात्रा चाहिँ हाम्रो चाहिँ एकदमै खतरा है साथीहरू। गाह्रो छ जिन्दगी। गुराँस फुल्ने बेलामा चाहिँ एकदमै राम्रो हुने रहेछ क्या, किनकि गुराँस चाहिँ एकदमै धेरै रहेछ। तर सबै यो सिजन गइसकेको रहेछ नि त होइन। यो यतातिर हेर्न न, यो गुराँसको बोटै बोट्छ क्या। यो मासतिर मैले अघि भिडियो बनाउँदै आएको ठाउँतिर पनि गुराँसको बोट मात्रै थियो क्या। गुराँस चाहिँ यहाँ एकदमै धेरै नै रहेछ होइन। सायद यो समुद्र क्षेत्र पनि पर्छ होला आई थिङ्क होइन। त्यो भएको कारणले गर्दाखेरि पनि होला एकदमै धेरै गुराँसको बोटहरू चाहिँ। बाट पनि ठाउँ चाहिँ एकदमै राम्रो देखिने रहेछ साथीहरू। यो यताको गाउँ चाहिँ पोखरी गाउँ, अनि त्यस पछाडि यो मच्छे पोखरी गाउँ भन्ने त्यो चाहिँ पर्छ होला आई थिङ्क यतातिर है। बर्खे के पर्ने भन्ने गाउँहरू जस्तो होला। यहाँबाट चाहिँ यो रोडदेखि पर के त्यो परसम्म हामी चाहिँ त्यहाँबाट आएको हो होइन। अनि त्यहाँबाट चाहिँ हामी यस्तो भएर जानुपर्छ। यहाँ तलबाट चाहिँ बाटो चाहिँ राम्रो बनेको छ है साथीहरू हेर्नु है। के भन्ने बाटो चाहिँ होइन यस्तो चाहिँ। अनि यहाँबाट चाहिँ अब नयाँ बन्नेवाला रहेछ होइन। अब यसपालको आर्थिक वर्ष 2082-83 चाहिँ बनिसक्छ होला जस्तो लागेको छ मलाई चाहिँ। एकदमै रमाइलो रहेछ होइन। बाटो यहाँसम्म चाहिँ फेरि एकदमै राम्रो छ क्या। यहाँबाट उँभो चाहिँ बाटो नराम्रो चाहिँ होइन, अलिकति उकालो क्या, सिधा ठाडो जानुपर्छ नि त। यहाँबाट माथिको डाँडा अहिले म तलबाट तपाईँहरूलाई देखाउँछु क्या। यो तलबाटको माथि ठ्याक्कै डाँडा देखिन्छ, म त्यो देखाउँछु हेर्नु होला है त। त्यो माथिको डाँडा पुगिरहेको हो क्या साथीहरू हामी चाहिँ होइन। माथिको डाँडा यहाँबाट हिँड्दै गएको। अब चाहिँ हामी चाहिँ ठ्याक्कै अब चिचिला पुगेपछि, चिचिला बजार पुगेपछि मात्रै देखाउँछौँ होइन। अब मेरो चाहिँ फोनको चाहिँ चार्ज सकिसक्यो क्या होइन। अब 17% बाँकी छ नि त। अनि अब भरे फोन पे गर्नको लागि पनि चाहिन्छ नि त। अनि त्यही भएको कारणले गर्दाखेरि मेरो चाहिँ फोन चाहिँ अब चाहिँ भिडियोहरू चाहिँ बनाउनु नपाउला जस्तो छ होइन। भिडियो पुरा भ्लगहरू पुरा बनाउन नसक्ने अवस्था भइसकेको छ नि त। अनि त्यही भएर बहिनीकोदेखि चाहिँ यो चाहिँ बनाइराखेको छु। केही छैन, अब बेलुकासम्म पुग्यो भने भइहाल्यो। धेरै गाह्रो पनि हुँदैन होइन। अब ठिकै छ। फोनले पनि धोका दिइरहेछ, किनकि हाम्रो गाउँतिर चाहिँ त्यस्तै 3-4 दिन जति भइसकेको थियो नि त लोड सेडिङ भएको। अनि कुलमान घिसिङलाई हटाएको प्रतिफल होला जस्तो लागिरहेछ मलाई पनि होइन। हाम्रोतिर पहिला त्यस्तो साह्रो लोड सेडिङ हुँदैन थियो, अहिले चाहिँ एकदमै धेरै लोड सेडिङ भइराखेको छ। केही छैन साथीहरू, हेर्दै गर्नु होला। अब हामी ठ्याक्कै चिचिला बजार पुगे पछाडि देखाउँछौँ तपाईँहरूलाई होइन। त्यहाँ चाहिँ गेम पनि चलिराखेको छ नि त। अनि आज चाहिँ फाइनल हो। हामी अघि हेर्नु पऱ्यो भनेको अब एकदम ढिलो हुन्छ होला भनेर, अब कहिले पनि गएको थिएन नि त त्यो ठाउँमा। अनि अब बाटो पनि थाहा छैन, अनि कता हो कता भनेर हामी चाहिँ गेम नहेरिकन आइहाल्यौँ। अनि अब त्यहाँ गेम पनि लगभग फाइनल भइसक्यो होला। अब अरू प्रोग्रामहरू पनि छ नि त, डान्सहरू पनि होला। अनि भयो भने प्रोग्रामहरू हेरिन्छ, नभए चाहिँ घरमा आज चाहिँ फेरि नयाँ वर्षको उपलक्ष्यमा मम्मी र भाइहरू चाहिँ कहीँ पनि जानु भएको छैन नि त। अनि सो उनीहरूले चाहिँ अब बेलुका मोमो बनाइ खाने भन्ने प्लानिङ छ क्या। त्यो भएर मोमोको सामानहरू लिएर जानुपर्छ। गाह्रो छ साथीहरू, यस्तै छ होइन। हेर्दै गर्नु होला साथीहरू। फाइनली हामी चाहिँ अब चाहिँ घर लागेको होइन। यो सामानहरू लिइसकेका छौँ। अनि हामी चाहिँ अब चाहिँ घर हिँडेको। यस्तो भयो आजको यात्रा चाहिँ होइन। अन्तिमसम्म हेरिदिनु भयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र आगामी भिडियोहरूमा पनि माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला र भन्न चाहन्छु। र कुनै पनि एउटा कन्टेस्टनरलाई अगाडि बढ्नका लागि तपाईँहरू जस्तो दर्शक श्रोता महानुभावहरूको जरुरत हुन्छ। त्यस कारणले गर्दाखेरि मलाई पनि धेरैभन्दा धेरै साथ सपोर्ट माया दिनु होला भन्दै बाई बाई।